हेलो वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म एक्लै भएर भौतारिएर यहाँ आइरहेको छु। आज म कता कता जान्छु तपाईलाई सबै जानकारी दिँदै जान्छु है त। केही भएन। भौतारिँदै म पुगेँ हेर्नुस् जिरी बजारको माथिपट्टि जान मन लागेर गएको थिएँ। त्यहाँदेखि मैले वेलफेयर खासमा भन्नुपर्दा चाहिँ मेरो बहिनी रिकमेन्ड गरेको थियो द प्यारिस हिल एकचोटि जानुहोस् भनेर। त्यही अनुसार म गएँ, प्रवेश गर्दैछु। हेर्नुहोस् यहाँ चाहिँ मलाई एकदमै शान्त वातावरण, हरियाली एकदमै राम्रो लाग्यो समग्रमा। तर यहाँ अलिक सरसफाइ चाहिँ अलिक नपुगेको हो कि जस्तो पनि भयो। यसलाई सरसफाइ गरेर राम्रो व्यवस्थित तरिकाले गर्नुभयो भने चाहिँ एकदमै राम्रो होला जस्तो लाग्यो मलाई। समग्रमा यहाँ सबै राम्रै छ। मैले भन्नुभन्दा पनि तपाईँहरू एकचोटि सबै हेर्नुहोस् न लोकेसन कस्तो छ। गइसक्नु भएकोहरूले चाहिँ फिडब्याक दिनु होला कमेन्ट सेक्सनमा। जान छुट्नु भएकोहरू चाहिँ एकचोटि जानुहोस्, राम्रो लोकेसन छ। लोकेसन हेर्दा हेर्दै मलाई भोक लाग्यो। त्यसपछि म छिरेको क्याबिनमा। क्याबिनको दृश्य यस्तो छ। त्यसपछि मैले रामेन अनि एक्सट्रिम खाएर फर्किँदाखेरि बाटोमा यस्तो रमणीय दृश्य देखेर खिच्न मन लागिहाल्यो। हेर्नुहोस् है त कस्तो राम्रो छ। थ्याङ्क यू फर वाचिङ।